सबैमा नमस्कार। म बोल्दैछु कौशल श्रेष्ठ अनि यहाँहरू सम्पूर्णलाई कौशल श्रेष्ठ च्यानलमा हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, आज हजुरहरू सामु नयाँ परिवेश, नयाँ ठाउँ र जन्तीहरूको आकृति भएको साथै ढोल ढुङ्गामा बज्ने भएकोले यस भिडियो सामग्री लिएर हजुरहरू सामु आएको छु र भिडियो अन्तिमसम्म हेर्नुहुन्छ भनेर आशा गर्दछु। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। दर्शकवृन्द, यो रहेको छ खोटाङ जिल्लामा अवस्थित जन्तीहरूको ढुङ्गा भएको साथै जन्ते ढुङ्गाको ढोल बज्ने स्थान दिप्लुङ चिसापानी नजिकै रहेको छ भनेदेखि आज यहाँको रहस्यमय कुराहरू म गर्ने नै छु। दर्शकवृन्द, यो खुल्ला चौर अनि साथमा यो हरियाली प्रकृतिसँग जोडिएर यस भिडियो बनाउन पाउँदै गर्दाखेरि म हृदयबाटै एकदम खुसी छु। साथै यहाँनिर हामी देख्न सक्छौँ अब यो ढुङ्गामा जन्तीका लहरहरू, यानि कि यहाँ कलियुगमा कयौँ वर्ष अगाडि एक जन्तीहरूको हुल हिँडिरहेको क्रममा एकाएक जन्तीहरू हराएपछि ती जन्तीहरू कहाँ हराए भन्दै गर्दाखेरि यस ढुङ्गामा विलिन भएर आज भगवानको रूपमा प्रकट भएको पाइएको छ। दर्शकवृन्द, यहाँ हामी देख्न सकिन्छ जन्तीहरूको आकृति भएको ठाउँ। यहाँनिर विभिन्न किसिमको एकदम सुन्दर आकृतिहरू देख्न सकिन्छ र यहाँनिर मेला पनि लाग्ने गर्दो रहेछ। साथै विभिन्न जात जातिका नाचगानहरू पनि गरी मेला लाग्ने गरिदो रहेछ। यहाँ विभिन्न ठाउँहरूबाट मानिसहरू आउने, पूजा गर्ने लगायत आन्तरिक पर्यटकको राम्रै आगमन हुने रहेछ। साथै नजिकै केही घरहरू रहेका छन्, केही पसलहरू रहेका छन् भनेदेखि यहाँनिर धेरै ढुङ्गाका विभिन्न किसिमका आकृतिहरू देख्न सकिन्छ। साथै यो ढुङ्गा चाहिँ तलै तला पनि रहेको रहेछ र त्यही माथिबाट हामीले हेर्दै गर्दाखेरि यस्तो देखिन्छ र नजिकै अर्को ढुङ्गा पनि रहेको छ। हामी हेर्दै जान्छौँ। यहाँनिर विभिन्न बोटबिरुवाहरू रहेको छ। त्यसै गरी यहाँनिर नजिकै देख्न सकिन्छ काफलको बोट, काफलको रुख र यो नजिकैको ढुङ्गामा पनि विभिन्न किसिमका आकृतिहरू देख्न सकिन्छ। यो एकदमै ठुलो ढुङ्गा चौरमाथि यी दुईटा मात्र ठुलो ढुङ्गा देखिन्छ। अचम्मै लाग्ने कुरा। अब भने हामी सुन्नेछौँ ढोलको आवाज कसरी र कहाँनिर आउँछ भनेर। यहाँनिर देख्न सकिन्छ ढुङ्गाको ढोल सुन्दा अचम्म लाग्ने। यहाँनिर अर्कै आवाज आउँछ, यहाँनिर पनि अर्कै आवाज आउँछ। मान्छेले सबतिर ट्राई गरेको रहेछ। मानिसहरूले धेरै ठाउँ ट्राई गर्नुभएको छ। यहाँनिर चाहिँ ढोलको आवाज आउँदो रहेछ। अरूभन्दा छुट्टै आवाज दिन्छ यहाँनिर। त्यसै गरी अन्त हामीले त्यो ढुङ्गा जोड्दै गर्दा अर्कै आवाज आउँछ भने त्यहाँनिर अचम्मै लाग्ने ढोलको आवाज आउँछ। मलाई पनि धेरै अचम्म लाग्यो र यो हामी जुन जन्तीहरूको जुन आकृति भएको भन्दा माथिल्लो स्टेपमा छौँ। यहाँ ढुङ्गाका तलै तला रहेको छ र यहाँनिर जानलाई अलिकति अप्ठ्यारो बाटो पनि छ। सानो ठाउँ र तल लड्यो भने झरिन्छ। त्यसै गरी
समय पनि निकै बित्दै थियो र हातपात नलागिसकेको थियो। भनिन्छ समयले पर्खिँदैन, बगेको खोला फर्किँदैन। सोही अनुरूप मैले पनि बाटोमा हिँड्ने क्रममा यहाँको भिडियो नबनाई मैले गएँ भने कुनै अर्को समय फेरि नआउला भन्ने हेतुले यो भिडियो बनाएको छु र मन पराइदिनु होला सबैजनाले, लाइक गर्नु होला भन्दै भिडियोको अन्तिम समय दिनुभयो। थ्याङ्क्स फर वाचिङ भिडियो।